कहिल्यै नरोकिने यो संसारमा कहिलेकाहीँ सबैभन्दा अर्थपूर्ण काम भनेको टाढा हिँड्नु हो। भाग्नका लागि होइन, आफैतिर फर्कनका लागि। जब हामी कुनै ट्रेलमा पाइला चाल्छौँ, हामी केवल प्रकृतिमा हिँडिरहेका हुँदैनौँ, हामी हाम्रो मनलाई हल्का हुन दिने अनुमति दिइरहेका हुन्छौँ। अनुसन्धानले देखाउँछ केवल 90 मिनट प्रकृतिमा बिताउँदा हाम्रो दिमागको त्यो भागको गतिविधि कम हुन्छ जुन नकारात्मक दोहोरिने सोचसँग जोडिएको हुन्छ। यसलाई वैज्ञानिकहरूले एटेन्सन रिस्टोरेसन भन्छन्। हाम्रो दैनिक जीवनमा स्क्रिन र कामले जबरजस्ती ध्यान माग्छ, तर ट्रेलले दिन्छ एक किसिमको शान्त आकर्षण, पातहरूको ससराहट, घामको परिवर्तन र आफ्नै सासको लय। हाइकिङ कुनै जादुई समाधान होइन। यसले थेरापी वा आत्महेरचाहको स्थान लिँदैन, तर यसले दिन्छ एउटा सुरक्षित ठाउँ। यहाँ कुनै देखावा छैन, पहाडलाई फरक पर्दैन तिमी कति सफल छौ वा तिम्रो विगत कस्तो थियो। यसले त केवल चाहन्छ तिमी अहिलेमा रहोस्। हरेक पाइला अगाडि बढ्नु कठिन समय पार गर्ने एक वास्तविक सङ्केत हो। जसरी तिम्रो मुटुको धड्कन बढ्छ, तिम्रो शरीरले इन्डोर्फिन्स र सेरोटोनिन छोड्छ। प्रकृतिले दिएको आफ्नै मुड स्टेबलाइजर्स तिमी बिस्तारै बुझ्न थाल्छौ। तिमी त्यति कमजोर छैनौ जति तिम्रो एन्जाइटीले तिमीलाई विश्वास गराएको थियो। तिमी चढ्न सक्छौ, असजिलो बाटो पार गर्न सक्छौ र आफ्नो बाटो भेट्न सक्छौ। त्यसैले जब संसार धेरै ठुलो र चल्को लाग्छ, आफ्नो जुत्ता लगाऊ, गहिरो सास लिऊ र सम्झ हरेक पाइला तिमीलाई आफैतिर झन् नजिक ल्याइरहेको हुन्छ।